सम्पूर्ण नेपालीलाई दुःखद समाचार छ, किनभने नेपाली एकाउन्ट फेसबुक, युट्युब र इन्स्टाग्राम आजैबाट 4 सेप्टेम्बर 25बाट बन्द हुने घोषणा भइसकेको छ। अब तपाईँहरूको मनमा लाखौँ करोडौँ प्रश्नहरू उठिरहेका होलान्। अब त्यो प्रश्नहरूको सम्पूर्ण जानकारी म यहाँ तपाईँहरूलाई दिन्छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। लाइक, कमेन्ट, सेयर पनि गरेर सम्पूर्ण नेपाली सामु पुर्याउनु होला भनेर भन्छु, किनभने यो असाध्यै महत्त्वपूर्ण चाहिँ टपिक्सहरू मैले कभर गरिरहेको छु। अब ढिलो नगरिकन यो मुख्य टपिक्सतिर हामी गइहालौँ। अब हेरौँ त स्क्रिनमा यहाँ फेसबुक, युट्युब र इन्स्टाग्राम चाहिँ नेपालमा बन्द हुँदै यो चाहिँ तपाईँको 4 सेप्टेम्बर 25बाट लागू हुनेवाला छ। अब नम्बर 1 क्वेसन छ, नेपाली फेसबुक एकाउन्टलाई के हुन्छ त? अब यो डिलिट भएर जान्छ कि के हुन्छ? अब त्यो प्रश्न नम्बर 1 छ है। प्रश्न नम्बर 2 छ, व्हेन डज इट इफेक्ट भनेर भन्छ नि। अब यो तुरुन्तै सबै तत्कालै बन्द हुने हो कि बिस्तारै बन्द हुँदै जाने हो? त्यो विषय पनि हामी छलफल गर्छौँ। क्वेसन नम्बर 3 छ, फेरि खुल्छ कि खुल्दैन? अब यो तपाईँको फेसबुक, युट्युब फेरि खुल्छ कि खुल्दैन त नेपालमा? त्यो बारे हामी छलफल गरौँला। नम्बर 4 क्वेसन छ, बन्दको असर के होला त? यसले नेपाली समाजमाझ नेपाली युजरहरूलाई के कस्तो असर पुर्याउला भन्ने बारे पनि हामी छलफल गर्छौँ है आज। अनि 5औं छ, नेपालमा खोलेको एकाउन्ट विदेशमा चल्छ कि चल्दैन त यो बन्दको अवधिभित्र है? यति कुराहरू छ। अब हामी ढिलो नगरिकन यो 5वटा बुँदामा हामी कुरा गरौँ है त। अरू तपाईँको मनमा कुनै प्रश्नहरू छ भने त्यो पनि लेख्नु होला, त्यसको बारे पनि हामी छलफल गर्छौँ। अब नम्बर 1 पोइन्ट छ नि हाम्रो, नेपाली फेसबुक एकाउन्टलाई के हुन्छ त? अब यो डिलिट भएर जान्छ कि के गर्ने हामी नेपाली एकाउन्टलाई? नेपालमै बसेको एकाउन्ट होइन, विशेष गरी तपाईँहरूले आफ्नो एकाउन्टलाई केही पनि नगर्नुहोस्। तपाईँको रहेको त्यहाँ एकाउन्ट सुरक्षित रहन्छ। केवल तपाईँहरूले बन्दको अवधिमा चल्दैन तपाईँको एकाउन्ट है। गर्दाखेरि तपाईँले त्यसको लागि पिर नगर्नुहोस्। तपाईँले बनाउनु भएको भिडियोहरू, तपाईँले राख्नुभएको फोटोहरू, तपाईँले गर्नुभएको पोस्टहरू सबै त्यहाँ सुरक्षित हुन्छन्, त्यो कहीँ पनि जाँदैन। यो चाहिँ खुसीको कुरा हो, ढुक्क हुनुहोस् है, बुझ्नुभयो नि? तपाईँलाई क्लियर भयो होला यो विषयमा है। अब पोइन्ट नम्बर 2 मा जाऊँ है हामी। अब यो व्हेन डज इट इफेक्ट, यो कहिलेबाट लागू हुन्छ त? गर्दाखेरि 4 सेप्टेम्बर जुन चाहिँ आज हो, आजबाट लागू भइसक्यो है। गर्दा यो बिस्तारै बिस्तारै तपाईँकोमा असर पर्दै जान्छ, बुझ्नुभयो नि? त्यसले गर्दाखेरि तपाईँले चलाइरहनु भएको छ, चलेन भने तपाईँ नतारिनुहोस्। केही भएको छैन, तपाईँको एकाउन्ट अघि मैले भने जस्तो सुरक्षित नै छ, बिस्तारै असर परिरहेको छ है। ल अब तेस्रो पोइन्टमा जाउँ है त हामी। फेरि खुल्छ कि खुल्दैन? यो निकै सबैको मनमा लाग्न सक्छ। अब फेसबुक र युट्युब बन्द भइसक्यो, इन्स्टाग्राम बन्द भइसक्यो, अब फेरि खुल्छ कि खुल्दैन? खुल्ने सम्भावना कतिको छ त? तपाईँलाई कस्तो लाग्छ? कमेन्ट गर्नुहोस् है त। मलाई चाहिँ लाग्छ यो फेरि पनि खुल्छ, किनभने फेसबुकलाई नेपाल चाहिन्छ, नेपालीलाई फेसबुक चाहिन्छ। युट्युबलाई त अझै नेपालीको खाँचो छ, किनभने यहाँबाट थुप्रै कुराहरू सिक्न सकिन्छ होइन, धेरै फाइदाहरू छ नि होइन। नेपालीलाई पनि युट्युब चाहिन्छ, युट्युबलाई नेपाली चाहिन्छ। गर्दाखेरि यो युट्युब र नेपाल सरकार बिच, फेसबुक र नेपाल सरकार बिच पक्कै सम्झौता हुन्छ अनि फेरि पनि खुल्छ है। तर कहिले खुल्छ भन्ने चाहिँ हामीलाई ठ्याक्कै जानकारी आएको छैन, थाहा पनि छैन अहिले होइन। हामी मात्रै प्रेडिक्सन गर्न सक्छौँ, तर यो अवश्य खुल्छ। त्यही भएर तपाईँको आइडीलाई म त डिलिट गर्छु, अब नचल्ने भयो भनेर डिलिट नगर्नु होला, त्यो तपाईँको ठुलो मिस्टेक हुन्छ है, बुझ्नुभयो नि है। अब के छ हाम्रो, बन्दको असर के होला त भन्ने क्वेसन नम्बर 4 मा जाऊँ है। बन्दको असर एकदमै धेरै ठुलो हुन्छ यसले, किनभने तपाईँहरू कतिपय चाहिँ फेसबुकबाट पैसा होइन मोनिटाइज गरेर कमाइरहनु भएको छ, त्यसको के होला? युट्युबबाट त बाँच्ने नेपालीहरू धेरै हुनुहुन्छ। युट्युब भनेको चाहिँ एउटा यस्तो पावरफुल तपाईँको चाहिँ सोसियल प्लेटफर्म हो। यहाँबाट सिक्ने कुराहरू, रमाउने कुराहरू चाहिँ धेरै ज्ञान हुने कुराहरू होइन हामीले लिन्छ युट्युबबाट। गर्दाखेरि यो चाहिँ यसले चाहिँ निकै ठुलो असर पार्छ नेपाली जगतमा।
तपाईँले कमेडीहरू हेर्नुहुन्थ्यो, तपाईँले ज्ञानपूर्ण कुराहरू हेर्नुहुन्थ्यो, तपाईँले समाचारहरू हेर्नुहुन्थ्यो, तपाईँको विचारहरू पनि एक्सप्रेस गर्नुहुन्थ्यो। मलाई के चाहिँ लागिरहेको छ भने तपाईँहरू जति फेसबुक रेगुलर युजर हुनुहुन्छ तपाईँहरूलाई सायद अलिक दुःख लाग्ला, तपाईँहरूलाई नेचुरल लाग्ला, तापनि तपाईँले सोच्नुहोस् कि टिकटक त बन्द भएको छैन नि, बुझ्नु मैले होइन। टिकटकको माध्यमबाट तपाईँले कम्युनिकेसन गर्नु होला भन्छु म तपाईँहरू सबैजनालाई होइन। त्यस्तै गरी युट्युब पनि। अनि के चाहिँ छ भने फेरि तपाईँहरू जसलाई चाहिँ युट्युब क्रिएटर हुनुहुन्छ, फेसबुक क्रिएटर हुनुहुन्छ, त्यहीबाट तपाईँले चाहिँ बिचरा जीविकोपार्जन गरिरहनु भएको छ, तपाईँलाई ठुलो असर पर्छ। त्यसको लागि अन्तिममा के गर्नुपर्छ भनेर म तपाईँहरूलाई फेरि त्यो टिप्स पनि दिन्छु है। कस्तो गरेर चाहिँ तपाईँहरूले अझै युट्युब पोस्ट गर्न सक्नुहुन्छ, फेसबुक पोस्ट गर्न सक्नुहुन्छ, विशेष गरी कन्टेन्ट क्रिएटरहरूले, त्यो चाहिँ हामी अन्तिममा जानकारी दिन्छौँ है त्यसको बारे, बुझ्नु पनि होइन। अब हामी क्वेसन नम्बर 5मा जाऊँ है त। हामी नेपालमा खोलेको एकाउन्ट विदेशमा चल्छ भन्ने क्वेसन छ नि। यो चाहिँ नेपालमा तपाईँले फेसबुक अथवा युट्युब खोल्नुभयो अनि अहिले तपाईँ विदेशमा हुनुहुन्छ, विदेशमा चलाउँदै हुनुहुन्छ, तपाईँको फेसबुक र युट्युबलाई केही असर पर्दैन। एकदम गुड न्युज त्यो चाहिँ, केही असर पर्दैन। तपाईँहरूले नर्मल रूपले चलाउन पाउनुहुन्छ। तपाईँ अरू देशमा खोलेको आइडी तर नेपालमा गएर चाहिँ तपाईँको आइडी चल्दैन है, गर्दा नेपालभित्र सिमानाभित्र तपाईँको चल्दैन, त्योभन्दा बाहिर चल्छ। यसको मतलब तपाईँ फेरि इन्डियातिर जानु होला है, फेरि इन्डियातिर गएर पोस्ट गर्नुहुन्छ, फेरि नेपाल आउनुहुन्छ होइन। मैले अघि पनि भनिसकेँ, तपाईँहरू कन्टेन्ट क्रिएटर तपाईँहरूले चाहिँ नि हुन्छ नि, फेसबुकमा ठिकै छ, युट्युबमै ठिकै छ, तपाईँको रेगुलर कन्टेन्ट चाहिँ नि अपलोड गरिरहनुपर्छ भन्ने छैन। तापनि तपाईँलाई विचार तपाईँको आम्दानी नै त्यही छ, तपाईँलाई गाह्रो परिरहेको छ भने तपाईँको नजिकको चाहिँ नेपालको सिमानाभन्दा बाहिर गएर फेरि अपलोड गर्न सक्नु, त्यहाँ चल्छ है फेरि, बुझ्नु नि, त्यहाँ चल्छ। त्यहाँबाट अपलोड गर्नुहोस् अनि अपलोड भइसकेपछि ब्याक टु नेपाल आउनुहोस्। तपाईँको त्यो मोनिटाइजमा के असर पर्दैन है। तपाईँको पैसाहरू आइरहेको छ भने त्यो पैसा तपाईँको आइ नै बस्छ, बुझ्नुभयो नि है। त्यो पैसा तपाईँको आइ नै बस्छ, त्यहाँ केही असर पर्दैन। अब हामी सबैले आशा गरौँ फेरि पनि चाँडै नै तपाईँको चाहिँ नि यो फेसबुक, युट्युब र इन्स्टाग्राम प्लस अन्य बन्द भएको हाम्रा यो सामाजिक प्लेटफर्महरू खोलोस्। किनभने सामाजिक प्लेटफर्म भनेको यस्तो हो कि यसले तपाईँको चाहिँ नि ज्ञान दिने, तपाईँको चाहिँ मनोरञ्जन दिनेदेखि लिएर तपाईँले आफैले एक्सप्रेस गर्ने अनि समाचारको पनि मुख्य साधन हाम्रो यो नै हो। गर्दा हामी चाँडै नै हामीले त्यो आशा गरौँ, हामी प्रे पनि गरौँ भन्छु म। गर्दाखेरि तपाईँहरू टिकटकको माध्यमबाट जोडिनु होला, जो हुनुहुन्छ हाँसी खुसी रहनु होला, सक्दो आफूलाई इन्टरटेन राखिरहनु होला भन्छु म। तपाईँको मनमा अन्य कुराहरू छ भने त्यो पनि प्रश्न गर्नुहोला, सबैको उत्तर मैले दिन्छु। विशेष गरी टिकटक मोनिटाइजेसनको पनि कुरा गरौँला, फेसबुक मोनिटाइजेसनको कुराहरू भइरहेको थियो, फेसबुकै बन्द भयो, युट्युब मोनिटाइजेसनको कुराहरू हामी गर्दै थियौँ, त्यो पनि बन्द भयो। सबै नेपालीलाई म चाहिँ स्टे काम भन्छु अहिले यस्तो अवस्थामा होइन। तर यो चाँडै नै फेरि सबै कुरा खोलोस्। तपाईँलाई कस्तो लाग्यो यो मेरो कन्टेन्ट, कमेन्ट पनि गर्नु होला है। चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला भन्छु सबैजनालाई। थ्याङ्क यू भेरी मच गाइज, लभ यु अल।